नमस्ते सम्पूर्ण साथीहरूलाई गुड इभिनिङ भन्नु चाहिँ म सुजन र आज म यो इटरी चोकमा आइसकेको छु। यो इटरी चोकमा बारम्बार घटनाहरू हरेक किसिमहरू घटिरहेको छ यहाँनिर। जस्तै भर्खर पनि बाइकललाई चाहिँ टिफरले किचेर मारेको तपाईँले देख्नुभयो होला। सौरी साधन यस्तो धेरै चाप छ। अब यो बेलुका चाहिँ अब ट्राफिक परि बसेको छैन यहाँनिर चाहिँ। यहाँको समस्या धेरै नै कठिनै निकै गाह्रो छ। यो चोकमा चाहिँ प्रत्येक 6 महिना 3 महिना 1 महिनामा मान्छे मारिरहेको चोक चाहिँ यही चोक हो। अस्ति भर्खरै जेएनजीले भिटो बनाएको चोक यसरी खडा गरेको छ। तपाईँहरूले यहाँ चारैतिर चोक यतापट्टि पनि सौरी जस्तो धेरै चापचाप छ, यता धेरै चापचाप छ। तपाईँहरूले पनि सौरी साधन कुदाउँदाखेरि र गाडीहरू चलाउँदाखेरि, साइकलमा हिँड्दाखेरि, पैदल यात्रामा हिँड्दाखेरि धेरै होसियार गरेर हिँड्नु होला। बाटो काट्दाखेरि तपाईँहरूले एकदमै सावधानी अप्नाएर चलाउनु। यो ठाउँमा धेरै घटनाहरू घटिसकेको छ। त्यही कारणले गर्दाखेरि होइन र नि अस्ति भर्खरै टिफरले मारेको छ साइकल यहाँ यता अगाडिपट्टि हो, यता अगाडिपट्टि होइन यहाँनिर होइन काका पनि बनाएको छैन। आज चाहिँ हामी अस्ति यहाँ चाहिँ आइसकेको थियौँ र हामीले इटरी न्युज खबरबाट चाहिँ हामीले हेर्दाखेरि काचाको जुन मान्छे केही थिएन, पुरै के अरे सिलौटामा मुला पिछे जस्तै गरेर खिचाएको थियो। अनि म चाहिँ अब यतातिर अलिक टाढै थिएँ। अनि आज चाहिँ रोनिस भाइ र म चाहिँ टक्क यो चोकमा घुम्नु पनि आएको। अब रात पनि परिसकेको छ। अहिले कति बजिसक्यो र होइन, निकै राति बजिसक्यो होला। तर यो चोक चाहिँ एकदमै डेन्जर चोक, मान्छे मार्ने चोकै भने पनि हुन्छ क्या यो चोक चाहिँ। 6 महिना बेसी मऱ्यो हिजो भर्खर माथि। अनि यहाँ चोक मात्रै होइन कि उता हलगाडादेखि लिएर तररा चोकसम्म चाहिँ प्रत्येक हलगाडादेखि तररा चोक, हलगाडा र आगासी लगायत यता र इटरी चोक, यो चोकमा चाहिँ एकदमै मान्छे सौरी साधनलाई गाडी एकदम किचिरहेको छ। यहाँनिर चाहिँ धेरै नै किचिरहेको छ। साइकल यात्री, पैदल यात्री र सासानो सौरी साधन, स्कुटर, बाइकहरू एकदम टिफरलाई चाहिँ ख्याल गरेर बटाउनु होला भन्नु चाहे मैले चाहिँ। धरन लाइन त आत्मघाती लाइन हो। धरन लाइन चाहिँ यो लाइनबाट आउँदाखेरि चाहिँ धेरै मान्छेहरू मरेको छ यो लाइनबाट। योभन्दा पहिला पनि आमा छोरी स्कुटरमै खिचाएर मरेको। तर त चौधरी र के अस्ति चौधरी होइन, अहिले पनि चौधरी नै हो। अहिले पनि चौधरी नै हो। सरिता चौधरी, आफ्नो चौधरी। अहिले पनि टिफरले खिचाएको चाहिँ चौधरी नै होइन है, चौधरी नै रहेछ। कहाँ छ यतापट्टि थियो लगभग कति बजीतिर मारेको होइन हो। त्यो साइकल पनि आफ्नो धुनमा हिँड्थ्यो, टिफरले मारेर देख्दैन। टिफरले ए त्यही भएर यस्तो भएको छ। अनि यस्तो हुन्छ बाथरुममा हेर्नुहोस् त, यो यति चापचाप हुन्छ। अहिले यहाँ ट्राफिक छैन। यहाँ बेलुका ट्राफिक घटिसकेको छ। अब रातभरि ट्राफिक बस्ने कुरो पनि हुँदैन। यो चोकमा ट्राफिक ट्राफिक छैन। अब रातिको माहौलमा होइन उनीहरू पनि ड्युटी बस्दा गला खाना खानु गला के गर्नु होला होइन। तर हामीले ट्राफिकलाई मात्रै पर्खिनु हुन्न कि हामीले सौरी साधन चलाउँदाखेरि हामीले धेरै चाहिँ सावधान अप्नाएर कुदायो भने यो चोकमा घटना घट्दैन। घटना घटेकै छ, घटना घटेको छ क्या। 6 महिना 3 महिनामा घटना घटेको छ यो ठाउँमा। एकदम सावधान अप्नाएर तपाईँहरूले गाडीहरू चलाउनु होला। धन्यवाद भन्न चाहन्छु म एनडी खबरबाट।